guys, welcome back my YouTube channel family. यो पनि स्वागत छ। हेलो। हामीले गाडी नपाएको अवस्था साथीहरु अनि हामी तीनजना चाहिँ टक्क लाएर यस्तो घाम तापेर हिँडिरहेछौँ जाडोमा। जाडोमा हामी चाहिँ उता ठमेलतिर जान लागेको साथीहरु। हामी दुईजना भाइसँग लास्ट घाम लागेको छ गाडी नपाएर कस्तो ल साथीहरु फाइनली मैले चाहिँ हामी बस भेटाएको थिएँ अनि अघि चाहिँ उभिनु परेको थियो। हेर्न सक्नुहुन्छ लोकेन्द्र भाइ चाहिँ अहिले उभिनु परेको छ अनि हाम्रो अरुण भाइ चाहिँ बस्न पाएको छ। त्यही हो साथीहरु, कहिले बस्ने कहिले उभिने, अब फेरि बस्न पाए लोकेन्द्र भाइले चाहिँ। हामी अब त्यही हो लोकल बस यस्तै हो, कहिले मान्छेहरु टनाटन हुन्छ। अहिले चाहिँ हामी फेरि अब त्यही हो, अब हामी एकछिन ड्रिम गार्डन पुग्छौँ साथीहरु सारा लाएर। नजिक झर्छौँ अनि त्यहाँबाट चाहिँ हामी ड्रिम गार्डन जान्छौँ साथीहरु। साथीहरु हामी तलै जरामा झरेर कता लाएर के थाहा छ अलरेडी लायो यो अस्ति उसमा हो के त्यो फाइनली साथीहरु हामी ड्रिम गार्डन नजिक आइपुग्न लाग्यो। उनीलाई चाहिँ बताइदिएर यस्तो अँधेरो धेरै म त कति कालो देखेको साथीहरु। हामी चाहिँ ड्रिम गार्डन जाने भनेर तीनजना भाइ दुईटा र म चाहिँ हिँड्दैछौँ। यता कता आइपुग्यो थाहा भएन। फाइनल साथीहरु हामी ड्रिम गार्डन आइपुग्यो है। छिरुम ड्रिम गार्डन एन्ट्री है त देखाउने हो त नि। काउन्टर दिस इज डेन्जर मङ्गिङ 450। ओ माई गड साथीहरु हजुर ए ब्यागमा के होला तपाईको? मेरो ब्यागमा केही छैन। देखा न खाली भन्नाले अनि चेकिङ पनि हुँदो रहेछ साथीहरु। ल के पनि लानु अब त्यो ज्याकेट झिकेर लाएर जानु तपाईँ। ज्याकेट लान्छु नि यस्तो राम्रो हजुर। टिकट हाम्रो हेरिसक्यो साथीहरु 150 को। ओ माई गड दिस ड्रिम गार्डन गाइस। वाउ बाबा रहेछ ठाउँ चाहिँ क्या शान्त के। तर यहाँ चाहिँ झोलाहरू चाहिँ लिएर आउनु नपाउँदो रहेछ साथीहरु। सो भाइले चाहिँ झोला लिएर आएको थियो अनि मैले चाहिँ झोला ल्याएको थिइनँ। भाइ र म चाहिँ कलाएर रहेछ साथीहरु बसेर। पहिला चाहिँ हरियाली हुन्थ्यो होला, अहिले चाहिँ त्यही हो खरेडी। भाइले जानेको खरेडी लागिरह यस्तो एक्सपेन्सिभ टिकट काटेर आएको यस्तो राम्रो ठाउँमा है साथीहरु। इन्जोय त गर्नु पर्यो आएर। जाउँ न जता जता हुन्छ त्यता त्यतै। फोटो खिच्नलाई चाहिँ यहाँ चाहिँ बाबा रहेछ ठाउँ चाहिँ अनि टाइम स्पेन्ड गर्न पनि साथीहरुसँग। गार्डन भनेको यही फुल भएको गार्डन, सपनाको गार्डन रे साथी। हा साथीहरु भित्र खाजा खाने ठाउँ पनि रहेछ साथीहरु। यहाँ चाहिँ टक्क लाएर यस्तो छ गार्डन। अब यही हो यिनीहरू चाहिँ फोटो खिच्नलाई हतार भइरहेछ होइन साथीहरु। अब फोटो खिचिदिनु पर्यो। सबै चिज हुन्थ्यो रहेछ साथीहरु। यहाँ चाहिँ उनीहरूको पुरा ए उनीहरूले यो त पानी अमलाको बोट होइन, पानी अमलाको बोट रहेछ गार्डन।
फुलबारीको आमा अझै उस पनि रहेछ कि त्यो के अरे योलाई के भन्छ योलाई के भन्छ साथीहरू अदुवा हो कि के को बोट हो यो फुल अनि त्यसलाई सबैको रुखहरू रोपेको के त्यो के अरे योलाई भन्छ निगाला बाँस अझै बाँस पनि छ कि लाइक हुन्छ नि साथीहरू कहिले फुल फुल्ने त्यो बेलामा चाहिँ एकदम राम्रो हुन्छ यो ठाउँमा आउनलाई चाहिँ अब बाल फुलहरू फुलिरहेको छ नि त यहाँ पनि फुलहरू फुलिरहेको छ दिस गाई के भन्छ त्यसलाई के भन्छ त्यसलाई साथीहरू ए हो त्यस्तोलाई न्याउरी मुसा हुन्छ लाइक हरियो घाँस पात खाना आएको साथीहरू गयो कता पुग्यो एलिफेन्ट पानी पानी गार्डन हेलो अरुण गुरुङ कस्तो लागिरह मोटोतिर एक दुईवटा फोटो खिचौँ इन्डियामा कति बस्नुहुन्छ नि किन हो यत्रो एक्सपेन्सिभ 150 को टिकट काटेर आउनु छ अनि यस्तो राम्रो ठाउँमा होइन पुरै स्वर्गमा आइपुगे जस्तो लागिरह भन्ने गर्छ अनि यो चाहिँ स्विमिङ पुल जस्तो लागिरह उनीहरूलाई चाहिँ यस्तो फोहोरी पानीमा पौडी खेल्ने अरे नानीहरू नक्कले भाइहरू कहाँ चाहिँ आदि बनाइदिनु के अरे हामी कति घन्टा घुम्यो भनेको अरे यहाँ थाहा छैन एकछिन घुम्यो त है ठाउँ चाहिँ तर ठुलो छ हामी चाहिँ यत्तिकै लाइक हुन्छ नि अब ठाउँ ठाउँमा गएको छैनौँ हामी अनि त्यही भएर नि हो है हामी त्यहाँ पुग्नु बाँकी छ अनि एउटै ठाउँमा बसेर अनि फोटो खिच्दा अल्छी लगाएर साथीहरूलाई चाहिँ भाइहरूलाई सो त्यही भएर घर फर्किउँ कि भनिरह यस्तो एक्सपेन्सिभ टिकट काटेर आइसक्यो चाहिँ एकछिन बस्नुपर्छ कि थाहा होइन हेलो गाइज फोटो सोटो खिचेर हामी यस्तो हाम्रो गङ्गा गुरुङ हम गार्डन घूम के भनेको चाहिँ हामी गार्डन डेन्जर घुम्यो साथीहरू भनेर गार्डन गार्डन ऊ त्यहाँ चाहिँ एन्सरको टावर पनि देखिरहेको थियो ठुलो यहीँ नजिकै हो साथीहरू म्यापमा सर्च गरेर आउनु होला रमाइलो छ इन्जोय गर्नलाई चाहिँ टाइम स्पेन्ड एकछिन बोयफ्रेन्ड गर्लफ्रेन्डहरूसँग आउनुलाई चाहिँ म चाहिँ भाइहरूसँग आएको है यो चाहिँ मेरो प्यारो भाइ दुइटा सो यहाँ चाहिँ जोडी जोडी आउँदा चाहिँ एकदम उज हुन्छ होइन के अरे हरियाली छ नि त हामीले टक्क लगाएर साथीहरू ऊ त्यहाँबाट पुरै ग्राउन्ड हान्ने साथीहरू यहाँबाट हेर्न सक्नुहुन्छ तर मान्छेहरू त्यति नआउँदो रहेछ कमै थियो मान्छेहरू चाहिँ अनि लास्टै शान्तको छ ठाउँ चाहिँ अनि बुकहरू ल्याएर पढ्ने ठाउँ पनि छ बुकहरू ल्याएर आनन्दले पढ्ने ठाउँहरू चाहिँ बाइक्सहरू चाहिँ राम्रो छ कि यहाँ चाहिँ केही भन्न आउँदैन मलाई युट्युबमा त्यही हो साथीहरू हजुर हेरेर मेरो युट्युबलाई हेरेर अनि हजुरहरू पनि आउन सक्नुहुन्छ आउन मन लागे ठाउँ चाहिँ रमाइलो छ शान्त छ होइन लोकेन्द्र भाइ कस्तो लाग्यो ठाउँ भाइ चाहिँ धेरै पछि काठमाडौँ आएको अनि सो काठमाडौँमा यसो घुमाउँ भनेर आएको घुमियो राम्रोसँग ठाउँ चाहिँ
साथीहरू हामी चाहिँ अब गार्डन घुमेर सकियो अब हामी चाहिँ निस्किन्छौँ यहाँबाट चाहिँ बाहिर टक्क लगाएर अनि फेरि गाडी खोजेर हामी जानुपर्छ गाडी कता जाने के भन्छ के रे फेरि भन्दा खाँदैको खाँदै अहिले मान्छे अझै हाल्छ हेर यति त परेको छैन गुन्द्रुक खान्छौ खाँदेर हाल्छ जस्तै खाँदेर यस्तै हो काठमाडौँ छैन गुन्द्रुक खान्छौ खाँदेर हाल्छ जस्तै खाँदेर यस्तै हो काठमाडौँ टोकाको बस होइन सबै बस यस्तै फर्किँदा चाहिँ फेरि उभिएर जानु पर्यो साथीहरू जाँदैछ बस काठमाडौँ फुल प्याक छ उभिएर नि